यो के रे तिमीले रोपेको यो? यो चाहिँ कालो पुदिना हो है। यसले चाहिँ अब मार्गी सार्गी पनि जाति गर्छ। यो चाहिँ एउटा आँकको पत्ता हो, आँकको रुख। यसले चाहिँ भाँचेको टुटेकोहरूलाई यसो सेक्दाखेरि मर्केकोलाई जाति हुन्छ है। सानो खालको पुदिना, अर्को थियो कालो है। यो चाहिँ अलिक राम्रो मेडिसिनै हो, यो पनि राम्रै हुन्छ। यसलाई पनि खोकी मार्गीले निकै सतायो भने यो खाँदा हुन्छ, ज्वरो सोरो आयो भने पनि खाँदा हुन्छ है। ग्यासलाई नि हुन्छ नि त, ग्यासलाई पनि। यो बेखन पात हो, यो सड्केको मड्केकोमा यसले पनि राम्रै गर्छ। अनि यो चाहिँ हो बुढो अखैती है। यो मार्गी सार्गी ज्वरो सोरो को पनि राम्रो गर्छ। यो चाहिँ इन्द्रजल हो, राम्रो हुन्छ। यसको चाहिँ बोक्रा छिलेर घोटेर दिनुपर्छ है, डल्लै चाहिँ होइन। यसको अहिले चाहिँ पात सुकिरहेको छ भनौँ। यो राम्रै छ अहिले त, यसलाई पात निस्किनु छ। अनि यसलाई नानीहरूलाई चाहिँ धेरै राम्रो हुन्छ, ज्वरो सोरो आउँदाखेरि यस्तो उज्रिँदाखेरि पनि राम्रै हुन्छ, यो एकदम हुन्छ। अब यिनीहरू चाहिँ सबै हाम्रो यहाँ हराउन लागेको स्पेसिस हो, स्पेसली इन्द्रजाल। यो बोक्राहरू सबै मान्छेले काट्दा चाहिँ मारिदिइसकेका छन् होइन। त्यही भएर हामीले चाहिँ अब एक्सटेन्ड हुन लागेको स्पेसिसहरू नै अलिअलि रोप्न ट्राई गरेको मात्र हो यहाँ चाहिँ होइन। अब युगेनहरूले नै यो कहाँ बारीबाट चाहिँ लिएर आएर यहाँ रोपेको र सर्यो लकिली यो चाहिँ। त्यसले गर्दाखेरि हामी अब ग्रेटफुल नै छौँ भनौँ न।